नमस्ते। जनवरी 29 नेप्सेमा एउटा ठूलै पहिरो गयो र बजार राताम्मे भएपछि सबै लगानीकर्ताको मनमा एउटै प्रश्न छ, अब के गर्ने? आजको यो विश्लेषणमा हामी यही कुराको चुरोमा पुग्ने कोसिस गर्नेछौँ। आज बजारको पुरै कथा हैन, यही एउटा नम्बरले भन्छ, -17। यो सामान्य अङ्क मात्रै होइन, यो गिरावटले बजारको मनोविज्ञान र अबको बाटो कतातिर जान्छ भन्नेबारे गहिरो सङ्केत दिएको छ। तर रमाइलो कुरा के छ थाहा छ? यो गिरावट त्यस्तो आकाशबाट खसेको चाहिँ होइन। स्रोत विश्लेषकले एक दिन अघि नै आजको दिनलाई बजारको लागि एक महत्त्वपूर्ण दिन भनेर सङ्केत गरिसकेका थिए। हो, यसले आजको विश्लेषणलाई झनै सान्दर्भिक बनाउँछ। ल, आजको हाम्रो यो विश्लेषणमा हामी के कुरा गर्छौं त? पहिले त आजको दिन किन यति खास थियो अनि यो गिरावट कसरी भयो त्यसको चिरफाड गर्नेछौं। कुन सेक्टरमा के भयो अनि सबैभन्दा महत्त्वपूर्ण, अब एक ट्रेडरको रणनीति कस्तो हुनुपर्छ भन्नेमा केन्द्रित हुनेछौं। त्यसो भए सुरु गरौँ है त पहिलो खण्डबाट। आखिर आजको दिन किन यति महत्त्वपूर्ण भयो त बजारको लागि, यो बुझ्न हामीले केही मुख्य अङ्कहरूलाई हेर्नै पर्छ। अब हेर्नुहोस्, बजार 17 अङ्कले घट्नु मात्रै ठूलो कुरा होइन। खास कुरा त के हो भने यो गिरावटसँगै 14.5 अर्बको विशाल कारोबार भयो। जब बजार घट्छ तर भोल्युम यति उकालो लाग्छ, यसको मतलब एउटै हुन्छ, विक्रेताहरूले बजारलाई पुरै आफ्नो कब्जामा लिए। तर यो 17 अङ्कको गिरावट एकैचोटि झ्याप्पै भएको होइन है। दिनभित्रको कहानी त अझै रोचक छ। कसरी बिहानको हरियो बजार दिउँसो रक्ताम्बे भयो त? ल, यसको चिरफार गरौँ। बिहान उठ्दा त बजार हल्का बढेको थियो, धेरैलाई लाग्यो होला ल आज त राम्रै हुन्छ। तर त्यो त एउटा पासो पो रहेछ, जसलाई प्राविधिक भाषामा बुल ट्र्याप भनिन्छ। अनि ठ्याक्कै 1:30 बजेपछि त के भयो किन्ने मान्छे बजारबाटै गायब, अनि विक्रेताको प्रेसरले बजारलाई घिसार्दै तल लग्यो। अब यो बुल ट्र्याप भनेको के हो त? सोच्नुस् न, बजारले ल म माथि जान लागे भनेर झुक्याउँछ, अनि जब खरिदकर्ताहरू होमा हो मिलाएर किन्न थाल्छन्, बजारले ठ्याक्कै युटर्न लिएर तल झर्छ र उनीहरूलाई फसाइदिन्छ। आज भएको नै त्यही हो। यो भनाइले बजारको मनोविज्ञानलाई कति राम्रोसँग समातेको छ हेर्नुस् त। बजारले नाफा कमाएकालाई पनि सजिलै जान दिँदैन। अझै बढ्छ कि भन्ने लोभ देखाउँछ, अनि जब सबैजना त्यो लोभमा फस्छन् तब बजार साँच्चै खस्न सुरु गर्छ। यो डर र लोभको खतरनाक खेल हो। तर यो गिरावटको असर बजारमा सबैतिर एउटै थिएन है। केही सेक्टरहरू त नराम्ररी पछारिए, तर एउटा यस्तो सेक्टर पनि थियो जसले यो आधी बेहेरीमा पनि आफूलाई बचायो। सबैभन्दा बढी मारमा परे फाइनान्स, म्यानुफ्याक्चरिङ अनि विकास ब्याङ्कहरू। तर ठ्याक्कै यसको उल्टो हाइड्रो पावर सेक्टरले चाहिँ आज बजारमा कमालै गर्यो। अब प्रश्न उठ्छ, किन यस्तो भयो त? विश्लेषकको भनाइअनुसार लगानीकर्ताहरूले नाफा बुक गर्न ती सेक्टरहरू छाने जुन अघिल्लो लहरमा खासै घटेका थिएनन्, जस्तै म्यानुफ्याक्चरिङ। अनि त्यो पैसा निकालेर कहाँ लगे त? सस्तो र आकर्षक देखिएका हाइड्रो स्टकतिर। त्यसैले त्यता खरिददारीको ओहिरो लाग्यो। ल, के भयो किन भयो भन्ने त बुझियो, तर अब सबैभन्दा महत्त्वपूर्ण कुरा, अब गर्ने के त? एकजना ट्रेडरको लागि अबको रणनीति के हुनुपर्छ? हो, अहिले सबैको मनमा यही एउटा प्रश्न घुमिरहेको छ। यस्तो बेला बेच्ने हो कि किन्ने हो कि चुप लागेर बस्ने हो? विश्लेषकको सल्लाह एकदमै सफा र सिधा छ। बेच्ने समय अब गयो, त्यो ढोका बन्द भइसक्यो। जसले माथि नाफा बुक गर्यो उसको लागि त ठिकै भयो, तर बजार यति तल आइसकेपछि आत्तिएर बेच्नु भनेको मूर्खता हो। त्यसो भए अबको योजना के त? यसलाई 3वटा सरल स्टेपमा बुझौं। पहिलो, बेच्ने काम बन्द गर्ने। दोस्रो, आफूसँग भएको नगदलाई सुरक्षित राखेर ढुक्कले बस्ने। अनि तेस्रो, सही मौकाको लागि धैर्य गरेर बजारले दिने सङ्केतहरूलाई पर्खने। रणनीति त बन्यो, तर बजारलाई कहाँनेर चाहिँ एकदमै ध्यान दिएर हेर्ने त? कुन मूल्यमा अवसर लुकेको हुन सक्छ? यसको लागि हामीले डिमान्ड जोन भन्ने कुरा बुझ्नुपर्छ। यो भनेको चार्टमा एउटा यस्तो एरिया हो जहाँ बजार पुगेपछि खरिदकर्ताहरू फेरि सक्रिय हुन्छन् र बजारले त्यहाँनिर टेवा पाउने सम्भावना एकदमै धेरै हुन्छ। र विश्लेषकका अनुसार त्यो सबैभन्दा महत्त्वपूर्ण डिमान्ड जोन हो 2060। हो, यो नम्बर याद राख्नुहोस्। जब नेप्से यो लेभलको वरिपरि आउँछ, तब हामीले बजारलाई एकदमै नजिकबाट हेर्न सुरु गर्नुपर्छ।
तर 2060मा पुग्ने बित्तिकै हतारिएर किनिहाल्ने चाहिँ होइन है। हामीले त्यहाँ केही सङ्केतहरू पर्खनुपर्छ। जस्तै के बजार घट्न रोकियो र साइडवेज जान थाल्यो, के किन्ने मान्छेहरूको भोल्युम बढ्न थाल्यो, के चार्टमा कुनै सकारात्मक सङ्केत देखियो। हो, यिनै प्रश्नहरूको जवाफले हामीलाई सही किन्ने मौका देखाउँछ। र अन्त्यमा प्रश्न फेरि त्यही आएर अड्किन्छ, के यो गिरावट किन्ने अवसर हो वा अझै लामो गिरावटको सुरुवात मात्रै हो? आजको विश्लेषणले के भन्छ भने हतारमा होइन, रणनीतिमा विश्वास गरौँ। बजारले सधैँ मौका दिन्छ, तर त्यो मौका आत्तिएकालाई होइन, धैर्यवानलाई मात्र मिल्छ। अब आउने दिनहरूमा बजारले के गर्छ त्यो हेर्न निकै रमाइलो हुनेछ। अर्को विश्लेषणमा फेरि भेटौँला।